आज हामी हाँडीगाउँ आएको घुम्नु हाँडीगाउँको मेला हेर्नु फुड स्टलहरू छ माइली पनि छ पानी पर्छ भनेर पुरा भुटनहरू रहेछ हो बसेर खाने ठाउँहरू रहेछ है बाराहरू रहेछ मम्मी फोक्सोहरू रहेछ आज अब ऊ भएर होला नि पानी बानी सविता दिदीसँग हो स्ट्रबेरी त्यो छ्याङहरू चाहिँ बोतलको बेच्छ कि कस्तो यमरी चट्टामरी माछा फोक्सो हुन्छ ए यति रहेछ यताबाट भाटभटे नै पुग्छ हो पहिला होइन म त्यस्तो लाग्यो क्या भाटभटे नि पहिला म बसेको नि त त्यता म खान्छु एकछिन मामा आएपछि खान्छु हाम्रो आएको के हो यो मिक्स हो मिक्स बारा ल विमान खाने प्यानकेक खाने राङा हो कस्तो यम्मी छ ट्राई चुल्का चाहिँ खानु अन्डा चाहिँ खानु त ए आलुहरू खानु मिठो 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 विमान खाने हेर्दै जाने
डोमारी आज के खान्छ मिर्च यो त तातो छ कसरी खानु ल 이거 왜? 간장 많이 나 미로 쳤던 거 나 खाऊ न खाऊ यो त पुग्छ यो सेकवाला सेकवा देखाइदिनु नि यो चाहिँ सेक्पा हो खाने न यो दिन न विवानलाई प्लेट दिनु छैन छैन खान्छ छैन के हो यो चाहिँ चिकन सेकवा रहेछ ल सोयाबिन तेल भित्र राम्रो मैले एउटा ग्लास ल्याइदिनु न ल छ्याङलाई खानु चिउरा भयो मार्दैन मामाले दिन्छु किन चिउरा दिनु मागेको थिएँ ए यता दिनु बा जान्छु यो बाउलाई एउटा ल के हो छोइला यो के हो तावा सेकवा तावा त्यो मन खान्छ दुईजना मगाउनु न के छोइला बाउलाई एकछिन फोटो म एक क्याममा हामी त हाँडी गाउँमा खाँदैछौँ अब पानी चाहिँ पर्ला जस्तो छ तर ठुल्कान चाहिँ मिठो भइरहेछ आमा हामी खाने हामी चाहिँ ओड लाएर बसेको छ है अब ट्याक्सी बोलाएर घर पर्खिनुपर्छ दुईजना छातालाई घर आएको मम्मी चाहिँ मिठो भएन भन्दैछ अझै पकाएको हेरिरहेको फोक्सो अब घरतिर गएको पानी पर्यो ल राम्ररी लैजा नानी छोपेर बहिनीलाई ल मामा बाई हिँड्नु न हाम्रो ट्याक्सी चाहिँ त्यतातिर छ अब ट्याक्सीसम्म पुग्नु गएको छिटो छिटो यहाँ कमान उता राख्दैछ अरे आमाले जाऊ आमाको ब्यागमा छिटो जाऊ पानी नजाऊ बिमान जुत्ता भिज्यो